संसदमा निरन्तर सम्माननीय प्रधानमन्त्रीज्यूको खोजी भइरहेको छ। प्रतिनिधि सभा नियमावलीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ। त्यसैले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिन सभामुखज्यू मार्फत रुलिङको माग गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँ हाम्रै पुस्ताको प्रतिनिधि हुनुहुन्छ। देशभरिका युवाले तपाईँप्रति ठूलो आशा गरेका थिए। त्यही आशाको परिणामस्वरूप आज तपाईँ प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। तपाईँप्रतिको विश्वास केवल एउटा व्यक्तिमाथिको विश्वास होइन, युवा नेतृत्वमाथिको विश्वास हो। पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिने अपेक्षा हामी सबैको थियो, तर आज दुःखका साथ भन्नु परेको छ त्यो आशा बिस्तारै निराशामा बदलिँदैछ। देशमा दिनदिनै घटिरहेका घटनाले आशाभन्दा निराशा बढाइरहेको छ। सभामुख महोदय, प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुस्कारलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। कीर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मचियो। यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फन्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रश्न बन्छ सरकार विषयान्तर गर्न माहिर छ। त्यसकारण गम्भीर विषय उठ्दा विषयान्तर गर्न आउने यस्ता सस्ता सरकारी फन्डाहरू अब नयाँ रहेनन्। यस्तो सस्तो स्टन्टको पछि नकुद्न म नागरिक समाज, सञ्चारकर्मी र आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु। सभामुख महोदय, सुकुम्बासीको बिचल्लीको चर्चा गरिरहँदा मैले प्रधानमन्त्रीज्यूले यही रोस्ट्रमबाट भन्नुभएको अभिव्यक्ति सम्झे। बिना तयारी किन सुकुम्बासी बस्ती हठातमा खाली गरियो भन्ने प्रश्नको जवाफमा उहाँले नदी किनारमा डुबानको कारण सुकुम्बासीहरू समस्यामा पर्ने भएकोले उहाँहरूको जीवन रक्षाको लागि स्थानान्तरण गरिएको भन्नुभएको थियो। तर सभामुख महोदय, यसअघि नै डुबानमा पर्ने गरेको कीर्तिपुरको डुबान हुने क्षेत्रमा नै लगेर उहाँहरूलाई किन राखियो, म सरकारलाई सोध्न चाहन्छु। सभामुख महोदय, सुकुम्बासी व्यवस्थापनको विषयमा देखिएको कमजोरी र मानवीय संवेदनाको अभावले आज गम्भीर प्रश्न उठाएको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज 9 पुगेको छ। 18 वर्षका रबिन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 68 वर्षका कर्णबहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती विक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। सभामुख महोदय, राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने? आज सुकुम्बासी बस्तीका बालबालिका सहज रूपमा स्कुल जान पाएका छैनन्। सयौं बिरामी परेका छन्, वृद्ध सहारा खोजिरहेका छन्। आज सुकुम्बासी नागरिकहरू भन्दै हुनुहुन्छ यति धेरै निर्मम र निर्दयी सरकार त अहिलेसम्म देखेकै थिएनौँ। त्यसैले तपाईँलाई आग्रह छ, इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्नुहोस्, असफलताको एक्सप्रेस वे होइन। गन्तव्यमा पुग्न गति मात्र उच्च भएर पुग्दैन, दिशा पनि ठिक हुनुपर्छ। तपाईँको एक्सप्रेस वेको दिशामा आज शङ्का उब्जिएको छ प्रधानमन्त्रीज्यू। सभामुख महोदय, मुगुका 25 वर्षीय गणेश नेपाली, सर्लाहीका विवेक मण्डल, बुद्धनगरमा अश्विन राउतहरूले भविष्य नदेखेर आत्मदाह जस्तो पीडादायी निर्णय लिनु परेको घटना एउटा व्यक्तिको कथा मात्र होइन, हजारौं युवाको निराशाको प्रतिबिम्ब हो। म खबरदारी गर्न चाहन्छु, राज्यको असफलतालाई उहाँहरूको मानसिक अवस्थासँग मात्र दाँजेर राज्य पन्छिन नखोजोस्। हामी सरकार असफल भएको सुन्न चाहन्नौँ, हामी देश सफल होस् र युवाहरूले नेपालमै भविष्य देखेको हेर्न चाहन्छौँ। सभामुख महोदय, महँगीले सगरमाथा नागेको छ, अर्थतन्त्र शिथिल छ, सेयर बजार ओह्रालो लागै छ, विमानस्थलमा विदेशीको भिडमा कमी आएको छैन। सरकारको कमजोरी औँल्याउँदा जेन्जी युवाहरू नै असुरक्षित भएर जीवन रक्षाको माग गरिरहेका छन्। माजिद अन्सारी, सरिस्मा थापा लगायतका जेन्जी अभियन्तामाथि निर्मम दमन भएको छ। स्वतन्त्र प्रेस तर्साउन भिजिलान्ते शैली अप्नाइएको छ। कर्णाली, दलित, मधेसी, महिला, जनजाति र सीमान्तकृत समुदायले नै आज राज्यबाट बढी असुरक्षित महसुस गरिरहेका छन्। यो के भइरहेको छ सभामुख महोदय? नागरिकले सोधिरहेका छन्, के युवाले नेतृत्व गरेको सरकारमा करुणा भाव हुँदैन? के अहङ्कार र प्रतिशोध नै कानुन र मानवीय संवेदना भन्दा माथि हुन्छ? यी र यस्ता प्रश्न आज विपक्षले मात्र उठाएका छैनन्। नागरिक समाजले सोधेको छ, यो प्रश्न युवाले उठाएको छ र यो प्रश्न आज सडकमा घन्किएको छ। सत्तामा पुर्याउने धेरै युवा आज निराश भएका छन्। प्रधानमन्त्रीज्यू, अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्यू, संसदमा आउनुहोस्, प्रश्नबाट भाग्ने होइन,
प्रश्नको सामना गर्ने राजनीतिक संस्कारको नेतृत्व गर्नुहोस्, संसदलाई सम्मान गरौँ, नागरिकलाई विश्वास दिलाउँ र युवामा आशाको सञ्चार गरौँ। तपाईँ हाम्रो पार्टी फरक होला तर देश तपाईँ हाम्रो साझा हो। समयले आज यहाँहरूलाई सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुर्याएको छ। हामी प्रतिपक्षको बेन्चमा छौँ तर देश निर्माणको हुटुटी यहाँहरूको भन्दा हामीमा पनि कम छैन। हाम्रो प्रधानमन्त्रीज्यू बेला बेला सरप्राइज दिने शैलीमा संसदमा आउनुहुन्छ, तर राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो होइन नि सरप्राइज दिनलाई। यहाँ हामी सबै लोकतान्त्रिक व्यवस्था आत्मसात गरेर जनताको मत पाएर आएका छौँ। लोकतन्त्रमा संविधानवादको विशिष्ट महत्त्व हुन्छ। संविधानवादलाई कानुनको शासनले सुनिश्चित गर्छ। कानुनको शासनको एउटा महत्त्वपूर्ण विशेषता भनेको प्रेडिक्टिबिलिटी हो। सरप्राइजको शैली यसको विपरीत छ। प्रधानमन्त्रीले प्रश्नोत्तरको सरप्राइज त दिनुभयो, चिन्ताको विषय यो होइन, तर उहाँको मोडस ओपरेन्डी कार्यप्रणाली नै यही देखिन्छ। यो चाहिँ लोकतान्त्रिक व्यवस्था र कानुनको शासनप्रति उहाँको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय हो। सभामुख महोदय, युवा पुस्ताले देश सम्हालेको 100 दिन गर्दै गर्दा मेरो पुस्ताबाटै लोकतन्त्र खतरामा सभामुख महोदय र निर्धन र निर्बल नागरिकप्रति राज्य उदासीन बनेको देख्दा मेरो पुस्ताको मन असाध्यै दुखेको छ। हामी लज्जित हुनु परेको छ। सम्माननीय प्रधानमन्त्रीज्यू, आम नेपाली सहित विशेष त युवा पुस्ताको शिर ठाडो गर्ने काम गर्नु होला, किनकि आज प्रधानमन्त्री सफल हुँदा एउटा व्यक्ति मात्र सफल हुँदैन, सिङ्गो युवा पुस्तामाथिको विश्वास बलियो हुन्छ। तर तपाईँ असफल हुँदा देशले युवा नेतृत्वमाथि राखेको भरोसामा नै गम्भीर प्रश्न खडा हुन्छ। त्यसकारण तपाईँ सफल बन्नु होला प्रधानमन्त्रीज्यू। तपाईँलाई प्रतिपक्षको बेन्चमा बसेको एउटा युवाको हैसियतमा शुभेच्छा दिन्छौँ र साथ पनि दिन तयार छौँ। तर विधि प्रक्रिया र लोकतन्त्रमाथि निरन्तर प्रश्न उठ्ने काम गर्नुभयो भने खबरदारी गर्न हामी पछि हट्ने